भान्जी हामी यो कहाँ हो यो हामी कता हिँडेको भन्नु त कहाँ जान्ला मामा घर होइन होला हेर्नु मम्मी बाबाहरू त्यस्तो बिजोग है धुलो है कुन ठाउँ आइपुग्यो होला यो है ल यता हेर्नु नि यता कति राम्रो ठाउँ है भान्जी यो ठाउँको नाम के थाहा छ तिमीलाई के होला भन नि त थाहा छ होला न भान्जीको बाबालाई थाहा छ कि यो ठाउँको नाम यो ठाउँको नाम थाहा छ तँलाई बाख्राचरण ठाउँ हो र यो चितलाङको यो भेडेटार कि के भन्ने ठाउँ भेडे होइन कि भेडा चराउने ठाउँ होइन क्या यो के अरे लगभग यो ठाउँ कस्तो बाख्रेटार कि के भन्नु बाख्रेटार होइन के अरे के ठाउँ अरे कविता यो ठाउँ नाम के अरे चितलाङ ए चितलाङको के ठाउँ त यो के यो हेर नि त्यहाँ सुटिङ हुने ठाउँ त्यहाँ सुटिङ हुँदैछ होइन यो त्यो पर सेतो भान्जीलाई थाहा छ यो ठाउँ नाम के हो थाहा छ होला ल जानु पर्यो अब हिँड्नु पर्यो चितलाङ यो घुम्ने ठाउँ थियो है अलि ढिलो भइरह है ढेँडा खाने हो हेटौँडामा गएर भान्जी ढेँडा खाने कि भात खाने के चिची के पाडाको मासु खाने पाडाको मासु खाने कुखुराको मासु 12 बजे हो 12 बजे यस्तो धुलोले बिजोग बनाएको थियो आशिष भाइ रमाउँथ्यो यतिर है यो ठाउँको नाम हो के अरे भान्जी नामको ठाउँ बिर्स्यो नि ल अच्छा ए साथी ज्याकेट च्याते छ के हो मेरो यार ओहो होइन होला भान्जी यहाँ के भएको मेरो ज्याकेट च्याते हो ल बाफ्रे तिमीले च्यात्दियो हो बोक्ला के हो पानी खाने भएछ त्यहाँ पानी खाने कविता खाने तिमी पानी अनि तिमी कहाँ बस्ला त बाबा मम्मीसँग नबसेर अनि तिमी अनि झरिहाल्छ नि त अनि समात्न सक्दैन मामालाई फेरि तिमीले भन्छ मामासँग बस्नु तिमी पानी खाने ल पानी यहाँ छ नि त्यही मामाले खानेकुरो केही बोकेको छैन फेरि ल पानी खाऊ कविता सबै हो लडिन्छ नि त भान्जी तिमीलाई पनि दिने त बिजोग भएको छ है साथी भान्जीले मेरो ज्याकेट च्यातिदिएर ल यस्तो बिजोग भएछ त बा कस्तो छ मामाले यो ठाउँको नाम के भन्नुहुन्थ्यो मलाई